Hello guys, see you after a long time. म धेरै पछि ब्लग बनाउँदै छु अनि हजुरहरु सबै सन्चै हुनुहुन्छ होला। म त हल्का चिसो लाएर घाटी भइराछ। रुगा लाको पनि थुप्रै दिन भइसक्यो। रुगा चाहिँ अलि सन्चो भए घाटी चाहिँ अझ नि उस्तै छ हैन। जस्तै हजुरहरुले अब वेट गरिराख्नु भएको एन्सी र मेरो ब्लग कहिले आउँछ, एन्सी र म कहिले भेट्छौं भनेर फाइनली त्यो दिन आइसक्यो। म एन्सीलाई भेट्न जाँदै छु हैन। मैले मेकअप चाहिँ गरिसके, म हेयर बनाउँछु, त्यसपछि म लुगा लाउँछु। आज म एन्सीलाई एकदमै मन पर्ने लुगा लाएर जाँदै छु हैन। उलाई चाहिँ एकदमै मन पर्छ त्यो लुगा। अब मैले मेकअप गरिसके, म हेयर बनाउँछु अनि हेयर बनाएपछि म लुगा लाउँछु। मेरो हेयर पनि डन भइसक्यो अनि आज म चाहिँ साडी लगाउँदै छु। म आज फर्स्ट टाइम एन्सीलाई साडी लगाएर भेट्न जाँदै छु। म साडी लगाउँछु अनि त्यसपछि प्रिटी भएर मेरो कालुलाई भेट्न जान्छु। अब म साडी लगाउँछु। चले मैले कहिले सोचेको थिएन यस्तो म साडी लगाएर चाहिँ एन्सीलाई भेट्छु भनेर हैन। तर आज एन्सीलाई भेट्छु अनि हाम्रो एकदम धेरै भिडियोहरु पनि आउँछ अनि प्लस हाम्रो पोडकास्ट पनि आउँछ आज। हजुरहरु सबैजनाले मलाई पोडकास्टमा देख्न खोज्नु भएको थियो हैन। अनि आज पोडकास्ट पनि आउँछ। हामी दुई जनाको लङ टाइम पछि भेट्दै छु। म यस्तो धेरै एक्साइटेड छु एन्सीलाई भेट्नलाई। आई होप हजुरहरु पनि हाम्रो भिडियो हेर्नलाई एकदम एक्साइटेड नै हुनुहुन्छ। जहिले एन्सी र श्रुतिको भिडियो किन आएन भन्नुहुन्थ्यो। अब चाहिँ चाँडै एन्सी र श्रुतिको भिडियो आउँदै छ। म चाहिँ कति खुसी भइरहेको छु। लाइक म 1 महिना जति भयो होला, 1.5 महिना जति भयो होला हाम्रो भेट्नु भएको। बिकज उहाँ पनि बिजी म नि बिरामी भए अनि त्यसपछिबाट घरतिर गए, दसैँ भन्यो घरतिर गयो अनि त्यसपछि त्यतिकै चाहिँ बिजी भयो। बिजी भएको भएर चाहिँ अनि खासै भेट हुन पाएन अनि कस्तो स्याड भइरहेको थियो भेट हुन पाएन भनेर। फाइनली आज टाइम मिल्यो हामीलाई भेट्ने अनि भिडियो पनि बनाउँछौँ। म निस्किन लागिसक्यो, मेरो राइड पनि आइसक्यो गाइस। अब म सिधै गएर एन्सीलाई भेट्छु अनि त्यसपछिबाट एन्सीलाई भेटेर अनि त्यसपछि म भिडियो कन्टिन्यू गर्छु। मेरो घरबाट देखिने भ्यूज म गइरहेछु। इन्ड्राइभ पनि आइसक्यो। फाइनली म आइसकेँ। मलाई तर एन्सीले हैन के अरे आइप्लेक्स मलमा आऊ भनेर बोलाइसकेको छ। म यत्रो आइप्लेक्स मलमा जाँदैछु, यत्रो धेरै मान्छेहरू छ। मलाई कस्तो लागिरहेको छ साडी लाएर बेसी नभए एन्सीलाई भेट्छु। एन्सीले मलाई 4th फ्लोरमा आऊ भनेर बोलाइसकेको छ अनि आई एम गोइङ। मलमा सबैजनाले टुलु हेरिरहेको छ मलाई। सरी मलाई कस्तो लागिरहेको सबैजनाले मलाई हेर्दै हेरिन्छ होइन। बिकज म यत्रो मलमा यसरी साडी लगाएर आएको छु, त्यही भएर पनि होला होइन। एभ्रिवान इज लुकिङ मी। तर मलाई मजा आइरहेको छ। म एन्सीको रियाक्सन हेर्न चाहन्छु कि म मेनली चाहिँ होइन कस्तो हुन्छ उहाँको रियाक्सन। मलाई चाहिँ एकदम रमाइलो लागिरहेको छ। हेर्छु हाम्रो आइप्लेक्स मल यस्तो दामी तरिकाले सजाएको छ होइन। कस्तो क्युट देखेको के बल्लको के अरे तिहारा जस्तो लागिरहेको छ मलाई। हेलो गाइस, मैले एन्सीलाई फाइनली भेटिसकेँ है। अनि हजुरहरूले कतिले सोच्नु भएको थियो श्रुति एन्सीको भिडियोहरू। अब चाहिँ श्रुति एन्सीको भिडियो आउँछ अनि मैले खासमा एन्सीको रियाक्सन हेर्नलाई साडी लगाएर आएको। तर मलाई एन्सीले अहिलेसम्म केही पनि भन्छ छैन। राम्रो देखियो नराम्रो देखियो यता केही भन्छ छैन कि। मैले फर्स्ट टाइम होइन लाइक पोडकास्ट पनि थियो प्लस उसलाई भेट्न आउँदा म जहिले वेस्टर्न ड्रेसहरू लाएर आउँथेँ होइन। अनि 1-2चोटि कुर्ता सुरुवाल लायो होला। मलाई चाहिँ आज साडी लगाएर उसलाई सरप्राइज गर्नु मन थियो। तर म आफै सरप्राइज भयो जस्तो भयो। उसले मलाई केही कम्प्लिमेन्ट्री नै दिएन। श्रुति राम्रो देखियो तिमीलाई यता आउँथेँ। यस्तो हुन्छ अनि मलाई यो 1-1.5 महिना हजुर कहाँ हराएको।
हामी फाइनली स्टुडियोमा आइसक्यौँ भित्र गइसक्छौँ म यहाँ छु फाइनली हामी पोडकास्ट खिच्ने स्टुडियोमा आइसक्यौँ गाइज हामी ह्यान्सी र म ह्यान्सीको स्टुडियोमा आइसक्यो ह्यान्सी चाहिँ ऊ त्यहाँ बसिसकेको छ अनि ह्यान्सी त्यहाँ बसेर मेरो पोडकास्ट लिने म चाहिँ यहाँ बस्ने यो ह्यान्सीको स्टुडियो मतलब हाम्रो स्टुडियो होइन त कालु कसको स्टुडियो आवर्स हो एकदम अनि आज हजुरलाई कस्तो लागिरहेको छ त साडी लगाएर आएछौ छिनेको कम्बरमा पुटुक्क देखेछ यार च्वाक सेक्सी देखे यार म तपाईलाई यत्रो पछि भेटिरहेको छु भनेर यो चाहिँ खासमा मेरो चाहिँ हजुरलाई एउटा सरप्राइज हो कि साडी हजुरलाई मनपर्छ नि त साडी लगाएको अनि त्यही भएर चाहिँ अनि आज चाहिँ म साडी लगाएर जान्छु ह्यान्सीलाई देखाउँछु अनि साडी लगाएर भनेर अनि तपाईँलाई सरप्राइज हो यो चाहिँ कस्तो लागिरहेको छ मैले साडी लगाउँदा कस्तो लाग्यो मतलब हजुरलाई कस्तो के सोच्छ चाहिँ मैले के लगाएर आउँछु जस्तो लाग्यो थियो कस्तो लुगा लगाएर आउँछु जस्तो लाग्थ्यो एउटै कुरा कति सोच्छ यार अनि कस्तो च्वाक लुगा हुन्छ र च्वाक भनेको राम्रो दामी स्वीट भन्ने स्तर छ के त्यस्तो होइन है म त उसलाई खुसी बनाउन यहाँ म साडी लगाएर आएको छु तिमी मलाई साडी लगाएर खुसी हुँदैन नि मैले त साडी लगाएर कहाँ खुसी हुन्छु म त मैले के गरेपछि खुसी भइसिन्छ ल भन्छु तिमीले के गर्छौ त्यही कुरा खुसी हुन्छु म त चिप पनि गर्छु म त आज यहाँ रेडी भएर हजुरको लाइक पोडकास्ट लिने भनेपछि हजुरले अनि त्यसपछि मजाले पोडकास्टको लागि रेडी भएर हजुरलाई पनि सरप्राइज दिन्छु भनेर मजाले साडी लगाएर हिँडेको अघि त्यो आइप्लेक्स मलमा कतिजनाले हेरिरहेको थियो मलाई माथि चढ्दा त्यत्रो मलभरि है गाइज त्यत्रो मलभरि लिटरली एउटा कुर्ता सुरुवाल लगाएको मान्छे पनि देखिनँ कि मैले सबले वेस्टर्न लुगाहरू अब वान पिसहरू यताउति अनि त्यसपछि प्यान्टहरूसम्म देखेँ मैले होइन अनि कसैले पनि लगाएका थिएन के भन्छ कुर्ता सुरुवाल पनि अनि म चाहिँ साडी लगाएर हिँड्दा थिएँ त्यहाँको सेक्युरिटी गार्डदेखि लिएर इच एन्ड एभ्री पर्सन होइन फर्स्ट टाइम हो नि त म यसरी पब्लिकमा यसरी दिउँसो होइन मलाई कस्तो चित्त दुख्यो कि ह्यान्सीले मलाई कस्तो गाली गर्छ कि मलाई कस्तो भइरहेको छ अनि म पोडकास्टबाट हिँडेँ अब म घर जाँदैछु फोन आयो ह्यान्सी हेलो म गइसकेँ अब घर जान थालेको मलाई पोडकास्ट खिच्ने मलाई तपाईँले पोडकास्ट खिच्ने भनेर बोलाउने अनि त्यसपछिबाट मलाई गाली गर्ने रिसाउने म पनि त टाइम मिलाएर आइरहेको छु मलाई पनि त हजुरलाई भेट्न मन लाग्छ होला भन्छु त प्राइम गर्छु भने यसो हल्का तिमीलाई माइन्ड चार्दा मात्र हो होइन तिम्रो क्वालिटी पनि केही छैन तिम्रो यतिकै बनाएर भनेको हो र तिम्रो रियाक्सन के हुन्छ जस्ट चेक मात्रै गरेको हो मैले तिमीलाई प्राइम गरेँ हो धेरै चाहिँ ठुलो कुरा गरेँ खुरुको तिमी गएको यहाँ स्टुडियोमा छिटो आइहाल यहाँ खिच्नु पर्यो छिटो ल ल ल आए ल प्र्याङ्क गरेको रहेछ नि प्र्याङ्क कसैले गर्छ मलाई त्यस्तो रिस उठ्यो झन् उसको लागि भनेर है कति राम्ररी यहाँ साडी लगाएर यस्तो गरेर आइरहेको छु होइन मलाई त पालै छैन क्या यस्तो रिस उठेर म जाँदैछु स्टुडियोमा